हेलो एभ्रिवान, आज हामी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऐसलु खर्क शाखा पिकनिकको लागि नयाँ वर्षको अवसरमा केही माथिका डाँडाहरूमा जाँदैछौँ। यहाँ दिनेश सरहरू चाहिँ सपिङ गर्दै हुनुहुन्छ। किन लजाउनु अब मन्दिरलाई दायाँ राखेर जाने हो। अहिले कुरा भयो नि कसो नखानु राम्रो भयो त भन्दैन। हामी ऐसेलु खर्क बजार यहाँबाट लस्करी लागेको छ घरहरूको। यो चाहिँ ऐसेलु खर्कको माध्यमिक विद्यालय त्रिभुवन माध्यमिक विद्यालय को भवनहरू स्टिक छ क्या। ओ ल प्रकाश सर र म चाहिँ अब पछि परिहाल्यौँ। तल त्रिभुवन मावि देखिरहेको छ। यो चाहिँ नयाँ ब्लक नम्बर 1 हो है हाम्रो। आँखाभरि र हार भर्दै खोला नदी सागर तरदै परदेशबाट फर्किआए। यस्तो उकालो बाटो छ त नि, हैट हिँड्छ त नि। फेरि आज चाहिँ घाम पनि लाग्यो, मौसम राम्रो छ। जे घाम लाग्यो भनेको घामै गयो। आज 2082 सालको उपलक्ष्यमा, नयाँ वर्षको उपलक्ष्यमा म र मेरो शाखा परिवार ऐसेलु खर्कको परिवारको टिम अनि आजको चिफ गेस्ट हाम्रो सन्तोष सार्की सर हुनुहुन्छ। सम्झनाको सर धन्यवाद सर। आजको यात्रा नयाँ वर्ष नयाँ सङ्कल्पका साथ हामी अगाडि बढ्दैछौँ। कोल्याबोरेसन चाहिँ एउटा यादगार रहनेछ भनेर हामी विश्वस्त छौँ। सदैव यस्तै रहोस् र यो सालमा तपाईँलाई अझै प्रगति उन्नति समृद्धि ल्याओस् सबै जीवनमा होइन। धेरै धेरै शुभकामना। धन्यवाद सर। 2082 का सबैलाई धेरै धेरै शुभकामना सर। ऐसेलु खर्कमा आज धेरै रमाइलो भइरहेछ। सरी सर, हजुर यो तपाईँको लागि। तरुणले दिए भयो यस्तो क्या अब अन्तै मुख मोड्यो 36 को आँकडा भयो। पहिला 63 को आँकडा थियो, 36 को आँकडा भयो। त्यो भिडियो बनाउँदाखेरि आइज मलाई मान्छे देख्दा भाग्ने कुकुर रहेछ कि। हौ सरजी के भन्नु छ भने म्याम
लगन दिया लगन से लाएंगे डीजे बजाएंगे त्यस पछाडि के हुन्छ उकाली लागे सम्झन्छु चिन्छिन तिमीले माया नलाई पनि गर्छु म दिन्दिन आज मैले खाँदैमा खाए तिउन त गामाको के माया लाग्छौ तिमीले साइली म जस्तो जाबाको उहाँ सुत्नु भएको छ नि हाम्रो ऐसुलु खर्क शाखाको हाकिम साहब हुनुहुन्छ तिमीले माया नगरे पनि कमिलाको गोलो भनेर हो रानाजु कमिलाको गोलो भनेर चट्टै पारी सिदेउ दर्जी चट्टै पारी सिदेउ दर्जी कान्छी ल्याउने चोलो भनेर हो रानाजु कान्छी ल्याउने चोलो भनेर जोखौ नापौ भरौ पाती जोखौ नापौ भरौ पाती कसको माया ठुलो भनेर हो रानाजु कसको माया ठुलो भनेर उकालेर डल्ले डल्ले नलिनलाई खान्न भनेर हो रानाजु नलिनलाई खान्न भनेर यति राम्री पातलीलाई यति राम्री पातलीलाई अघि नलाई जान्न भनेर हो रानाजु अघि नलाई जान्न भनेर तल तल सिमसारैमा तल तल सिमसारैमा दुम्सी लुक्ने दुलो भनेर हो रानाजु दुम्सी लुक्ने दुलो भनेर अघिनलाई जान्न भनेर हो रानाजु अघिनलाई जान्न भनेर आयो झिल्के आयो बारुले कम्मर बाच्यो नाकैमा बुलकी यसपालि त घरबारै होला कि नाच्नु छिटो 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 न मन नाच्छु नि त धम्के बोलेर लाग्नुपर्छ धम्के बोलेले कसरी नाच्नु दुम्सी लुक्ने दुलो पनि राम्रो हैन अन्त त कसरी गर्छ बाख्रा उकाली लाग्यो उकाल लागिहाल्ने हुँदैन पैको गोला पछि पछि मसिनन भरर सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिडी जानेलाई आगे आगे पैको गोला पछि पछि मसिनन भरर पानी खाइजाऊ माथला कन्फर्टहरूलाई आगे आगे तपाईँको गोला पछि पछि मेसिन भरर सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ मही जानेलाई तल सिमसारैमा दुम्सी लुक्ने दुलो भाइ सुन है तल तल सिमसारैमा दुम्सी लुक्ने दुलो हाम्रो भाइले बल्ल बक्क टाउको छोरो टाउको मात्रै छिटो आगे आगे तपाईँको गोला पछि पछि मेसिन भरर
कमल मलाई साली मन पर्यो तिमीलाई गाउँ मलाई साली मन पर्यो मलाई साली मन पर्यो त्यसमा चाहिँ नाच ल ल ल मलाई साली मन पर्यो खोइ त मलाई गीत चाहिँ कसले आउँछ त अनि प्रकाश सर to your eyes like a paradise.